हेलो साथीहरू, नमस्कार छ सबैजनालाई। आज म तपाईहरु चाहिँ एउटा भिभो मोबाइलको लागि एउटा जुन यो स्लाइड बटन हुन्छ त्यो कसरी निकाल्ने, कसरी अन गर्ने स्लाइड बटनहरु त्यो म तपाईहरुलाई सिकाउन गइरहेको छु। त्यसको लागि सबभन्दा पहिला तपाईहरु चाहिँ यो स्क्रिनलाई आएपछि सिस्टम लेखेको हुन्छ यस तलमा हेर्नुस्। सेकेन्ड लास्टको तलमा सिस्टम लेखेको छ त्यसमा जानुस्। त्यसमा गइसकेपछि जुन फर्स्टमा छ सिस्टम नेभिगेसन त्यसमा क्लिक गर्नुस्। त्यसमा क्लिक गरिसकेपछि त्यसमा मतलब दुईवटा अप्सन छ हेर्नुस्। एउटामा लेखेको छ 3 बटन नेभिगेसन। यदि त्यसमा क्लिक गर्नुभयो भने सपोज दैट मैले चाहिँ यसमा क्लिक गरे। यसमा क्लिक गरेपछि यसमा तलमा हेर्नुस् यो छ यो एउटा राइट वाला छ, एउटा लेफ्ट वाला छ। यदि तपाईलाई जुन साइडमा राम्रो लाग्छ त्यो साइडमा निकालेर राख्नुस्। यदि सेकेन्ड अप्सनमा जानु भयो भने यो चाहिँ साइड बटन जुन थियो त्यो हराएर जान्छ अनि यसमा यसरी यस्तो गरेपछि त्यो मतलब क्यान्सल हुन्छ, यो एक ब्याक हुन्छ। अनि यदि यो जुन बिचमा एउटा लामो धर्सो जस्तो छ त्यसलाई पनि तपाई बन्द गर्न चाहनुहुन्छ भने तलमा लेखेको छ हाइड बटम बार त्यसलाई अन गरिदिनुस्। यदि अन गर्नुभयो भने त्यो हराएर जान्छ। हेर्नुस् हराएर गयो। म त्यसलाई अफ नै गरेर राख्छु किनभने मलाई यस्तो राम्रो लाग्छ। यो एउटा सानो ट्रिक थियो